Hey guys, welcome back to my channel. तपाईहरुको माया र सपोर्टको लागि एकदम धेरै धेरै धन्यवाद. Today's vlog is all about our office transformation. कसरी हामीले आज अफिसको सेटअप चेन्ज गर्यौं. सबैभन्दा पहिले त हामीले हाम्रो रिसेप्सन एरिया क्लिन गर्यौं जुन मेरो अनुसार अफिसको सबैभन्दा इम्पोर्टेन्ट पार्ट हो. यो नै सबैले फर्स्ट देख्ने ठाउँ हो. सो त्यसैले नीट एन्ड क्लिन देखिनुपर्छ. हामीले सबै फ्रेमहरु सफा गर्यौं र नाइसली अरेन्ज गर्यौं. अनि मैले केही प्लान्ट्सहरु गरिरहेको थिएँ लाइक इन्डोर प्लान्ट्सहरु एड गर्ने एन्ड देन माई टिम वाज सुपर हेल्पफुल. उनीहरूलाई पनि ट्रान्सफर्मेसन एकदमै मन पर्यो. मलाई थाहा छ सायद सबैलाई वाउ लाग्दैन होला तर कम्पेयर टु बिफोर हैन अहिलेको सेटअप चाहिँ धेरै बेटर फिल हुनेछ हजुरहरूलाई पनि. सो म र मेरो कलिग चाहिँ हामी प्लान्ट सबतिर लाग्यौं हैन एन्ड इट स्टार्टेड रेनिङ. अनि हामी चाहिँ अब जाँदा जाँदै पानी पर्न थाल्यो. रेनकोट पनि बोकेको थिएनौँ. सो हामी भिज्यौँ भनौँ न. अनि एक ठाउँमा वी स्टप देयर. अनि त्यहाँ पनि बाई चान्स है एउटा प्लान्ट सप थियो राइट. अनि त्यो प्लान्ट सप चाहिँ बट त्यहाँ चाहिँ खै ब्लुबेरी हो कि के प्लान्ट यहाँ ब्लुबेरी हो कि के प्लान्ट मात्र पाउँछ भन्थ्यो है. एन्ड देन वी वेन्ट टु आई एम द गार्डनर होइन. अनि त्यहाँ चाहिँ लाइक आई फाउन्ड so many varieties of plants होइन तर आई वाज सो मच कन्फ्युज. मैले के लिने होला कुन चुज गर्नु होला होइन. बट अब इन्डोरको लागि के बेटर होला मलाई केही पनि थाहा थिएन. तर त्यहाँको स्टाफहरूले यस्तो राम्रो सजेसन दिए होइन कुन कुन प्लान्ट इन्डोरका लागि राम्रो हुन्छ भनेर गाइड गर्यो. म चाहिँ उहाँहरूलाई देखाइरहेको थिएँ कि यसरी राख्दा कस्तो देखिन्छ उसरी राख्दा कस्तो देखिन्छ भनेर. त्यसपछि आई चुज अनि आई वेन्ट ब्याक टु माई अफिस. अनि त्यसपछि हामीले होइन मेरो केबिनको सेटअप चेन्ज गर्ने तयारी गऱ्यौँ है. धेरै कुरा मिलाएर हेऱ्यौँ कि नयाँ सेटअप राम्रो देखिन्छ कि भनेर. तर अनफर्चुनेटली वायरिङ ठिक तरिकाले भएको थिएन. वायर छोटो थियो त्यसैले मेरो प्लान फेल भयो. बट अनेस्टली आई एम नट अपसेट किनभने पुरानो सेटअप नै मेरो लागि कम्फर्टेबल छ र त्यसैमा म कम्फर्टेबल हुन्छु. बट मतलब म त्यसैमा हेबिचुअल भइसकेको छु. अब लेट्स सी है. यो त अब मैले जस्तो सेटअप थियो फेरि त्यस्तै हामीले गऱ्यौँ होइन. उज्जवल भाइले चाहिँ मलाई एकदमै धेरै हेल्प गरेको छ एकदमै धेरै होइन. बिचराले यता सार्नदेखि लिएर वायरिङदेखि लिएर हरेक कुरा. अब नि त्यसपछि अब बहिनीहरूले पनि आएर सघायो. उनीहरूले पनि एकदम धेरै हेल्प गरेको छ मलाई आज. एन्ड आई रियली एप्रिसिएट देम होइन. अनि त्यसपछि मैले फेरि आफ्नो रुमको डेकोरेसन सेम त्यस्तै गरेँ पुरानो जस्तै. अनि अलिअलि सफा गऱ्यौँ हामीले. अब हजुरहरूले बाँकी हेर्नुहोस् होइन. अनि यसपछि चाहिँ आई सो यु आफ्टर ट्रान्सफर्मेसन कस्तो देखिएको छ भनेर तपाईँहरूले लास्टसम्म हेर्नुहोस् है. इट्स सो वर्थ इट. मलाई चाहिँ मन परेको रिसेप्सन एरिया चाहिँ मलाई एकदमै मन परेको छ. सो हजुरहरूले त्यो भिडियो चाहिँ हेर्न नछुटाउनु ल. त्यो क्लिप चाहिँ नछुटाउनु होला. अरू छुटाए पनि केही फरक पर्दैन स्किप गरे हुन्छ बट त्यो क्लिप चाहिँ नछुटाउनु होला है. सो गाइज मैले यति तारिफ त गरेँ तर ट्रान्सफर्मेसन चाहिँ कस्तो भयो होला भन्ने तपाईँहरू पनि सोचिरहनु भएको छ होला होइन. सो लेट्स बिगिन द ट्रान्सफर्मेसन. सो हे गाइज आई होप तपाईँहरूलाई ट्रान्सफर्मेसन मन पर्यो. म चाहिँ यता हेड अफिसतिर आइसकेको थिएँ. अनि त्यसपछि पानी पर्न थाल्यो. अनि म यतै अड्केँ पानी परेर. एन्ड देन हेर्नुहोस् न कस्तो मजाले पानी परेको है. अनि त्यसपछि हाम्रो एकजना कृति बहिनीको चाहिँ आज फेयरवेल थियो. अनि हामीले उसलाई बाई बाई भन्यौँ. विश यु अ गुड लक होइन. विश यु अ गुड फ्युचर अहेड. हामीलाई सम्झिराख्नु कहिले नबिर्सिनु. त्यसपछि गाइज हेर्दा हेर्दै अब म निस्किने बेला भयो अफिसबाट. अनि म निस्किसकेको थिएँ अफिसबाट. मेरो एकछिन एयरपोर्ट जानुपर्ने काम थियो. मेरो सामान आएको थियो कुरियरमा. अनि म
कुरियर गएको थिएँ अनि मैले त्यहाँबाट मेरो सामान लिएर आएँ अनि म चाहिँ अब घर फर्किँदैछु। बाई गाइस, पशुपतिनाथको दर्शन गर्नुहोस् है, जसले अहिलेसम्म हेर्नु भएको छैन दर्शन गर्नुहोस् है।